हामी हाम्रो परिवार पुरैजना मुस्ताङ जाँदैछौँ। मुस्ताङमा एकदम घुम्न गर्दैछौँ। जानको लागि हामी पुरा रेडी छौँ है। मेरो छोरी अनि बुवा आमा सासू ससुरा अनि बुढी सासू अनि मेरो बुढी गरेर टोटल 7 जना जाँदैछौँ है। हामी एउटा स्कुल जाँदैछौँ। अहिले हामी पोखरा छौँ। बुवा मम्मी चाहिँ दुईवटाबाट आउँदै हुनुहुन्छ अनि मेरो छोरी पनि अब सँगै जानुहुन्छ है। अनि हामी जानको लागि रेडी छौँ। उहाँ र बुवा मम्मी आउँदै हुनुहुन्छ। हामी जानको लागि रेडी छौँ। सामानमा हामीले आज बाटोको लागि यहाँ तरकारी बनाएर हामी यहाँ राखेछौँ। अनि त्योभित्र पुरै छ आज दिदीको लागि चाहिँ अब हाम्रो गाडी आइसकेको छ मुस्ताङ जानको लागि। यहाँ परिवारमा अब मम्मी बुढी आमा मम्मी बुवा हुनुहुन्छ। हामी टोटल 7 जना छौँ। अब यहाँबाट पोखराबाट हाम्रो यात्रा सुरु हुनु ल गाइजहरू। हाम्रो यात्रा पोखरा बागो बजारबाट सुरु भएको छ। रमाइलो यात्रा हामी सुरु गरेछौँ मुक्तिनाथको हाम्रो परिवार। यो माछापुछी हिमाल बागनगल्लीका त्यसपछि हामी कहाँ जान्छौँ गलेश्वर पछि हाम्रो यात्रा मुस्ताङ हुन्छ। हजुर 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 हामी हिन्दाको नजिक पुग्न लागिसकेका छौँ। गुरुले एकदमै राम्रो ड्राइभिङ गर्नुभएको छ। टाइममा सबै यात्रा गराउने गुरुको सोच छ। आज यो परिवारसँग यता उलेरी कुनिल जाने बाटो हो यो नयाँ पुल। हेर्दा यहाँ केही देखिन तर यो ठुलो बस्ती छ है नयाँ पुलमा। यहाँ तलपट्टि नयाँ पुल। पर्वत लाग्यो है। कास्की सक्यो। हामी कास्की सकेर अहिले पर्वत जिल्लामा लाग्यो। हामी यो पर्वत जिल्ला सुरु भयो। मोदी गाउँपालिका माने अहिले बाटो एकदमै राम्रो भइसकेको रहेछ। अब नेपालभरि नै यस्तो बाटो बन्दैछ है। अबको केही वर्षमा त नेपालभरि नै यस्तो बाटो हुन्छ जस्तो लागिसक्यो। हामी अब कृष्ण बजार हो जहाँ
अहिले हामी बागनकालिका आइपुगेका छौँ। बागनकालिका अब दर्शन गर्न जान लाग्छौँ। यहाँ मान्छे एकदम कम आउने कारणले गर्दा रहेछ यो अहिले सटरहरू बन्द छ। पालो एक दिनमा एउटा पसल खुल्ने रहेछ। अहिले हामी बागनकालिका गेटबाट भित्र छिरिसकेका छौँ। अहिले एकदमै व्यवस्थित छ। कोही पनि आउनुहुन्छ भने मैला नगरिदिनु होला। मन्दिरहरू छ, दर्शन गर्दै हामी अगाडि बढ्दैछौँ। बुवा मन्दिरहरू अगाडि हुनुहुन्छ, म अलिकति पछाडिबाट आउँदैछु। आज हामी बागनकालिका आज छोरो भन्नुहोस्, हामी बागनकालिका मन्दिर दर्शन गर्न जाँदैछौँ। अब घरमा पूजाआजा गर्दा पनि सबैभन्दा पहिला गणेश भगवान्लाई पूजा गरे जस्तै यहाँ पनि पहिला गणेश भगवान्को दर्शन गरिसकेपछि बल्ल बागनकालिकाको दर्शन गर्ने चलन छ। त्यही भएर हामीले अहिले गणेश भगवान्को दर्शन गरिसकेका छौँ। गणेश भगवान्को दर्शन गर्नलाई एकदम राम्रो। हामी अगाडि बढ्दैछौँ दर्शन गर्नको लागि। दर्शन गर्न यो मन्दिरभित्र कोही पनि जान पाउँदैन। बागनकालिका माताभित्र दर्शन गर्ने बाहिरबाट हो। हामीले ढोकाबाट दर्शन गर्नेछौँ र मन्दिर हो। हामी मन्दिर एक चक्कर लगाउँदैछौँ। सबैजना दर्शनको क्रममा हुनुहुन्छ पनि दर्शन गर्न लागेका छौँ। मेन मन्दिर अहिले यो छ, बाहिरबाट दर्शन गर्ने हो। हामी यहाँबाट हामीले ल्याएको भक्कलहरू कसैको छ भने यहीँ भन्ने हो र हामीले ल्याएको सामानहरू पनि यहीँ दिने हो। केही दर्शन गर्न आएको छ भने पनि यहीँ दिन्छौँ। गुरुहरू हुनुहुन्छ, गुरुले भित्र चढाएर लिएर आइदिनुहुन्छ। केही उहाँ चढाइदिनुहुन्छ भने केही हामीलाई दिनुहुन्छ। यहाँबाट दर्शन गर्नेछौँ। हामी मन्दिरबाट दर्शन गरेर फर्किन लागेका छौँ। दर्शन गरेर फर्किसकेका छौँ। अब फर्किने पर्वत जोड्ने पुल हेर्न जाँदैछौँ। सबभन्दा अग्लो पुल लामो पुल हेरिन्छ। पुल नजिकै हामी फेरि खाना जुन हामीले खानाहरू लिएर आएको छौँ त्यो खाना खाइन्छ। खाइसकेपछि फेरि यहाँ हामी घुम्दै गइन्छ। मालढुङ्गाबाट बेनीतर्फ लाग्यो। बेनीको बाटो हो। अहिले एकदमै राम्रो भएछ बेनीको बाटो पनि। बेनीको बाटो पनि एकदम क्लियर छ, सब भइरहेको छ। अस्ति नै त बिग्रेको थियो, अहिले चाहिँ एकदम राम्रो छ है बेनीको बाटो। अहिले माथिको बाटो जानु पर्दैन। बाटो चाहिँ खत्रै बनेछ बेनीको, खत्रै नाइस। एकदम दामी बाटो छ अहिले मालढुङ्गा टु बेनी। अहिले इन्डियाबाट म्याक्सिमम मान्छे इन्डियाको गाडीहरू पनि इन्डियाको देख्न सकिन्छ। मान्छे पनि इन्डियाको अहिले लर्को एकदमै छ मुस्ताङ जानेको। म्याक्सिमम जति पनि देखिएछ गाडीहरू पुरै इन्डियाको। 5वटा गाडी पछि एउटा नेपालीको देखिरहेको छ। एकदमै भिड छ अहिले। पुरै इन्डियनले गर्दा भिड छ अहिले। र फाइनल्ली हामी पर्वत जिल्ला सकेर अहिले कालीगण्डकीको नदी पार हुँदै म्याग्दी जिल्ला प्रवेश गरेका छौँ है। म्याग्दी जिल्ला जुन बेनी नगरपालिका पर्छ, यो बेनी बजार पनि हो। आयो है, आयो ल। बेनी बजारमा पनि एउटा पोखरा जस्तै, पोखरामा नि बसपाको व्यवस्था छैन, बेनीमा नि बसपाको व्यवस्था छैन। यहाँ पनि बसपाको एउटा एकदमै जरुरी देखिरहेको छ। एउटा सानो टिकट काउन्टर त छ, तर बसहरू अट्ने एकदम बाटोभरि छ।
गोहारा भन्दा अलिकति व्यवस्थित छ, तर यहाँ पनि सबैको ध्यान जाओस्, एउटा राम्रो बस पार्क बनोस् यो ठाउँमा, सबै जनताले अझै सुविधा पाओस्। बेनी बजार आइपुग्यो है, बेनी बजार हामी बेनी बजार जाने बाटो, मुख्य बजार जाने बाटो यो है। हामी तर यता जाँदैछौँ अहिले। अब हामी छुट्टिँदैछौँ बेनीबाट मुस्ताङतर्फ। बाटो यहाँनिर नै अलिकति खराब भइसक्यो, बाटो बन्दैछ अहिले, बर्खाको कारणले छ, बर्खाले गर्दा अझै ढिलो भइराखेको छ। पहिरो आउनु जानु गर्ने कारणले केही वर्षपछि यो राम्रै बन्ला भन्ने आशा छ हामीलाई। बाटो बन्दैछ है, राम्रो बन्दैछ अहिले। अलिकति यो बर्खाको समय भयो भने अझै पहिरोहरू गएको बाटोमा छ। यहाँबाट बाटो फेरि राम्रो छ, एकदमै बिग्रेको रहेछ अहिले बर्खाको कारणले गर्दा। बाटोको कारणले गर्दा अलिकति जाममा पर्ला जस्तो छ, जाममा रहेछ अलिकति। बाटो बन्दैछ, यहाँ पहिरो गरेछ अहिले भर्खरै। पहिरोको कारणले बाटोमा जाममा पर्यो। कति बेर टाइम लाग्छ यहाँ। अहिले गाडी जाममा परेको छ, जाममा परेर यहाँ पुरा रमाइलो गर्दै हुनुहुन्छ छोरीले। छोरी ल रमाइलो गर्नुहोस्। गोविन्द हरे राधा कृष्ण नारायण नारायण भन न, नारायण 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 हरे हरे पुरा जाममा परियो छ अहिले। 15-20 मिनट भयो, सुक्खा पहिरो गयो जस्तो देखिन्छ अगाडि हेर्दा, जहाँ मान्छेहरू हुन्छ। र हामी त्यहाँ जाँदैछौँ र त्यहाँको अवस्था कस्तो छ, कति टाइम लाग्छ। अहिले हामी तातोपानी आयौँ। तातोपानी यो चाहिँ मुस्ताङ जाने तातोपानी है। म्याग्दे तातोपानी अर्को ठाउँमा छ, यो पनि म्याग्दै हो, तर जुन प्रसिद्ध तातोपानी छ यस्तो होइन। यहाँ चाहिँ एकदम तातोपानीमा रमाउने ज्ञानी एकदम रमाइलो ठाउँ छ। यो पनि धेरै विकास भइसकेको छ तातोपानी। दाना बजार आइपुगेका छौँ अहिले हामी। मुस्ताङ
त्यति नै होटेल थकाली भान्साघर हुँदै अगाडि बढ्दैछौँ हामी। यो दाना बजार है। झरनामा आएको छौँ। यो रुप्से झरना हो, मुस्ताङ जाने बाटोमा पर्छ रुप्से झरना। गाडी यहाँ पार्किङ गऱ्यौँ भने अब यहाँबाट जान्छौँ यो रुप्से झरना। अहिले माथि जानको लागि यो सिडी बन्दैछ। केही वर्षमा यो माथि जान मिल्ने सिडी बनाउनलाई तयार हुँदैछ। अहिले केही वर्षमा माथि जान मिल्छ। ल हेर्नु इन्डियाको यो पुरै इन्डियन युपी बिहारको ल हेर्नुहोस्, रमाइलो भइरहेको छ। मान्छेको भिड छ, भिड छ। आउनुहोस् पुरा माथि जाने अहिले बनाउँदैछ व्यवस्था। पुरा व्यवस्था बनाउँदै रहेछ माथि लगेर यसलाई केही व्यवस्थित गर्नको लागि। रुप्से झरना जाममा पऱ्यो हामी फेरि पनि। अहिले हामी लेतेको डाँडामा बसेर पुरा चटपट बनाएर चटपट खाँदैछौँ।
चटपट बनिसकेछ फलफुल खाइयो अनि अहिले चटपट बनाइयो चटपट बनाइयो आज जति पनि गाडीहरू छ अस्ति त्यो भन्सारको लफडा परेको गाडीहरू पनि छुटेको छ। आज चाइना बोर्डरमा 700 कतिवटा 34वटा गाडी थियो, त्यो गाडी अहिले पुरा छुट्दैछन् दिनु। जुन हामीले हिमाल देख्न सकिन्छ यो निलगिरी हिमाल जुन अहिले पनि देखिरहेको छ, पुरा आकाशमा छोडेको देखिएको छ। हिमाल पारीको गाउँ भनेर चिनिने मुस्ताङलाई आज हामी मुस्ताङ आइसकेका छौँ। निलगिरी हिमाल कुन गाउँ हो दाजु यो हामीले देख्न सकिने गाउँ? टुकुचे खोला हामी पार गरेर टुकुचे गाउँमा एकदमै स्याउको खेतीहरू चाहिँ स्याउमा अहिले फलेको छ, राम्रो छ, तर अहिले सानो छ, यसको सिजन भएको छैन। स्याउ
माथि एकदम दाउरा हेर्नु त यो दाउरा कस्तो राखेको हेरिराखौँ जस्तो रमाइलो एकदमै रमाइलो एकदम रमाइलो गाउँ बाटो अलिकति खराब भएछ बरान्डे है सब चिजहरू यहाँ पाइन्छ फाइनली अहिले हामी मार्फा आइसकेका छौँ आज हामी हाम्रो बसाइ मार्फामा छ मार्फा होटेलमा जान्छौँ अनि त्यहाँ गएर फ्रेस हुन्छौँ फेरि त्यसपछि फेरि हामी जेरी गल्लीहरू घुम्छौँ एकदम फेमिलीसँग एकदम पैदल यात्रा हुन्छ यहाँको हाम्रो पैदल यात्रा रमाइलो यात्रा हुन्छ होइन पैदल यात्रा एकदम रमाइलो गर्नुपर्छ पैदल पैदल हो हिँडेर यो पैदल हेर्दा टाढाबाट केही पनि हो जस्तो देखिन्छ तर भित्र जाँदा चाहिँ एकदम फाइनल गाइज हामी होटेलमा आइपुगेका छौँ है चाहिँ अहिले मार्फा आइसकेका छौँ यो हाम्रो होटेल हो होटेलको हामी बस्ने रुम देखाउँछौँ तपाईँहरूलाई है आज हाम्रो 2टा रुम छ लेडिज पर्सनलाई 4 नम्बर रुम र हामीलाई 1 नम्बर रुम हाम्रो रुम यो छ है ट्याक्क हामी यहाँ 3जना सुत्ने हो एकदम राम्रो छ एकदम राम्रो होटेल हामीले पहिल्यै बुकिङ गरेको थियौँ त्यही भएर सबै फेसिलिटीहरू छ त्यसमा है हामीले पहिल्यै बुकिङ गरेर आएका छौँ त्यही भएर हामी अहिले मार्फा बजार बाहिर हेर्दा केही नदेखिने भित्र एकदमै व्यवस्थित तरिकाले बनाएको रहेछ यहाँ चौरी गाउँहरू माथि पाइन्छ तर डमी फोटो खिच्नको लागि डमी चौरीगाईहरू छ जहाँ फोटो खिचेको बापत 100 रुपियाँ लिइन्छ ड्रेसहरू लगाएर फोटो खिच्न सकिन्छ यहाँ यहीँको उत्पादन रक्सीहरू हो यो बरान्डीहरू है जति पनि चिजहरू छ सब यहीँको उत्पादन हो लोकल यहाँ म्याक्सिमम चिजहरू यहीँ उत्पादन भएको चिजहरू पाइन्छ ज्याकेटहरू स्वेटरहरू सलहरू टोपीहरू यो चौरीगाईको पुच्छर सलहरू सम्झना छ मार्फा लोर मुस्ताङ लुक्ने गल्ली यो बाटो जाने रहेछ लुक्ने गल्ली राति भयो भने पुरा दिन जस्तो छ एक साइडको झल्को मेटाउने रहेछ यहाँ पनि एकदम आनन्द सब कुराहरू पाइने यो लोकल ब्रान्ड यही उत्पादन भएको चिजहरू छ यहाँ नेपाल र जापान मिलेर बनाएको रहेछ यो बौद्धिक धार्मिक यात्रालाई अलिकति अवलोकन गर्नको हिसाबले त्यही अनुसारले बनाएको रहेछ घरहरू पनि एकदम हेरिराख्नु जस्तो छ आनन्द
एकदम आनन्द आइरहेको छ एकदम। गुम्बामा जाने बाटो माथि भ्यू पोइन्ट पनि छ। यहाँ माथाबाट माथि भ्यू पोइन्ट हेर्न जानको लागि पुरै व्यवस्थित सहित बाटो बनाइएको छ अनि लाइट पनि गरिएको छ। यो पुरानो गुम्बा हो। हामी रात परिसकेको छ। सो हामी होटलतर्फ जाँदैछौँ। यहाँबाट जमसम हुँदै कागबेनीबाट हामी अगाडि दर्शन गरिसकेपछि फर्किन्छौँ। टाइम र समय मिल्यो भने फेरि जमसममा एउटा ठुलो लेक छ, त्यो लेकमा गएर घुमिन्छ हामी। फाइनली अब हामी गाइज बिहानको 5 बजेको छ। अहिले हामी मार्फाबाट कागबेनी जान लाग्छौँ। आजको नाइट एकदम रमाइलो भयो। यहाँबाट हामी कागबेनी जानेछौँ। कागबेनी जानलाई रेडी छौँ। त्यो मिठो भजन लगाउनु भएको छ, त्यो सुन्दा पनि आनन्द आइरहेको हामी जमसम बजारबाट फेरि अगाडि जाँदैछौँ। अब हामी कागबेनीमा हाम्रो केही काम छ। बुवाले हजुर हजुरआमालाई पिण्ड दिनुहुन्छ र त्यसपछि हामी फेरि मुक्तिनाथ दर्शन गर्छौँ है। बाटो जमसमबाट मुक्तिनाथ जाने चाहिँ कहीँ पनि बिग्रेको छैन है। एकदमै राम्रो बाटो बनेको छ। यो बाटो चाहिँ एकदम क्लियर छ। बाटो है डोल्पा जाने बाटो यो अहिले भर्खरै पर्नेछ। डोल्पा जोड्ने
कागबेनीतिर जाँदैछौँ। कागबेनी र मुतिना जाने बाटो छुटिसकेको छ। हामी चाहिँ अहिले कागबेनी जाँदैछौँ। यो कागबेनी बजार भर्खर भर्खर स्याउ रोप्दैछ यो खोलाको किनारमा। प्राय स्याउ हुने रहेछ खोलाको किनारहरूमा। यो स्याउको खेती भर्खर सुरु भएको छ। हिमाल एकदमै क्लियर देखिसकेको छ बिहानको मौसममा। हामी हिमाल कटेर नै आइसकेको छौँ। हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ गयो त निकै रमाइलो भएको छ। यो कागबेनीमा तर्पण दिने अनि पिण्ड दिने भन्ने ठाउँ चाहिँ यही हो है। यहाँ बुवा मम्मी पनि अहिले हजुरबा हजुरआमाको लागि पिण्ड दिनलाई तयार हुँदै हुनुहुन्छ। कालीको नजिक एकदम आनन्द पिण्ड दिने तर्पण दिने भइरहेको छ। यहाँ पिण्डलाई सम्झेर बुवा यो पुरा भगवान्को शक्ति भने जस्तै यस्तो चिसोमा नि बुवा यस्तो तरिकाले बसिराख्नु भएको छ। एकदम शक्ति आएको छ बुवालाई होइन। आनन्द एकदम मजा आइरहेको छ बुवालाई एकदम। अब यहाँ हजुरआमालाई पिण्ड दिनको लागि बुवाले आफ्नोबाट कुनै कमी नहोस् भनेर गर्नुपर्ने कुराहरू सबै गर्दै हुनुहुन्छ। यस्तो चिसोमा नि यस्तरी बसिराख्नु भएको छ बुवा। नुहाउन जान्छु भन्ने हुनुहुन्छ त्यहाँ नदीमा। मम्मी चाहिँ कराउँदै बस्नुभएको छ है। मम्मी कराउँदै बस्नुभएको छ। यहाँ सबैजना हुनुहुन्छ। यहाँ सबैजना बस्नुभएको छ। ल अहिले यो सूर्य भगवान्लाई पानी चढाउँदै हुन्छ। त्यहाँ मम्मीलाई नै चढाउ भन्दै हुनुहुन्छ। अब मम्मी पनि जाँदै हुन्छ है। कागबेनीमा एकै ठाउँमा हुँदो रहेछ अहिले। जस्तै यो सानो यो पिण्ड दिने कार्यक्रम हातमा जलेर गाईलाई छोइरहनु। हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सत। ओम विष्णु ओम विष्णु ओम विष्णु अद्य श्रीमद्भगवतो महाप्राणगुरु सत्य विष्णुराज्ञः पर्वतमानस्य सकला जगतः जाने बाटोबाट निक्लेर अब मुक्तिनाथ जाने बाटोतिर लागिसक्यौँ। मुक्तिनाथ जाने बाटो हो।
च्याङ्रा चाहिँ यहाँबाट मुक्तिनाथ 2.5 किलोमिटर छ भोटे पिपल हो सबैभन्दा बलियो रूपमा भोटे पिपल फाइनली अहिले हामी आइपुगेका छौँ फेरि यहाँ मुक्तिनाथको गाडी पार्किङ गर्ने ठाउँमा बहुत भिड छ अहिले बहुत एकदम भिड छ दुईवटा पार्किङ पुरै फुल देखिरहेको छ हामी यहाँबाट केही समय हिँडेर फेरि मुक्तिनाथ दर्शन गर्नेछौँ हामी मुक्तिनाथ दर्शन गर्नको लागि आइपुगेका छौँ यहाँ पार्किङमा छौँ पार्किङबाट हिँड्न सक्नेलाई हिँडेर जाने बाटो छ भने नसक्नेलाई घोडाको व्यवस्था छ अझै नसक्ने मान्छेलाई बोकेर लिएर जाने व्यवस्था छ र घोडाको व्यवस्था छ घोडा एकदमै छ गाडीहरू टनाटन छ पुरै एकदम भिड छ आज यो अफ सिजनमा पनि एकदमै भिड छ अहिले पार्किङ 3 तहमा गरेको छ यो हामी पहिलो तह अनि सेकेन्ड तह अनि सबभन्दा माथि देखेको छ यो थर्ड तह 3 तह छ यो अहिले सबभन्दा राम्रो होटेल दिएको छ यो यहाँको सबभन्दा प्रख्यात होटेल हो यो हामी चाहिँ अहिले पैदल यात्राको लागि लाग्यो यहाँबाट मुक्तिनाथ दर्शन गर्नको लागि यहाँ चेकपोस्ट छ हामी हिँड्ने क्रम जारी छ अहिले हाम्रो टोलीमा हजुरआमा हिँड्न नसकेर घोडामा चढाएका छौँ हजुरआमालाई अरू चाहिँ हिँड्दै हुनुहुन्छ अरू मम्मी पनि अलि हिँड्न नसक्ने स्थितिमा हुनुहुन्छ तर बुवाले समातिसक्नु लिएर आइरहनु छ बुवाले चाहिँ एकदम बजार हुँदै हामी थोरै उकालो हिँड्नुपर्छ यहाँबाट बजारतिर पुग्दैछौँ हामी मैले पनि छोरीलाई लिएर हिँड्दैछु हेलो गरिदिनु छोरी हाई गरिदिनु गुड हामी चाहिँ हिँड्दैछौँ है हामी हिँड्दै गर्दैछौँ फेरि हाई गरिदिनुहोस् हेलो गाइज भनिदिनुहोस् गुड गाइज भन्दै हुन्छ छोरीले अरू चाहिँ पछाडिबाट आउँदै हुनुहुन्छ आमा हुनुहुन्छ टक्क यस्तै बस्नुभएको छ है हर्समा बस्नु न अरे छोरी चाहिँ अनि हामी अहिले
गेटमा आइपुगेका छौँ गेटमा गेटबाट सुरु छ गेट सुरु छ यहाँबाट हाम्रो यहाँ यात्रा सुरु हुन्छ यहाँ यात्रा सुरु छ पुरै यहाँ यसरी बस्नुहुन्छ इन्डियातिरबाट आएर कहाँबाट आएर बस्नुहुन्छ हाम्रो फाइनल्ली हाम्रो म्याडम नै आइपुग्नु छ आइपुग्नु छैन ममा भन्दै हुनुहुन्छ है ममा नि आउनुहुन्छ ममासँगै जाने हामी यस अब हामी उकालो चढ्दैछौँ उकालो सिडी हाम्रो सुरु भयो यात्रा बुढी खासै हिँड्न सक्नुहुन्न कि भन्ने थियो बुढी हिँड्दै हुनुहुन्छ है हामी अहिले उकालो चढ्ने कार्यक्रम छ छोरी यहाँ पुरा कसैसँग नमानेर ममाले पुरा बोक्दै हुनुहुन्छ छोरीलाई मम्मी पनि बिस्तारै लौटेकेर आउँदै हुनुहुन्छ बुवा चाहिँ मम्मीलाई हिँडाएरै लानुपर्छ भन्ने हिँड्छ र जो हिँड्न सक्नुहुन्न उहाँलाई डोलीको व्यवस्था पनि छ डोली अपडाउन गर्नुभएको डोलीमा 5,000 हो भने घोडामा सक्नेलाई 400 घोडा चाहिँ अफ मात्रै हुन्छ डाउन हुन्न ओह्रालोको कारणले गर्दा घोडामा 400 रुपियाँ डोलीमा 5,000 खासै उकालो त छैन एकदम रमाइलो बाटो धेरै राम्रो बनाएको छ बाटो धेरै राम्रो बनाइसकेको छ ल साइड छोडिदिनुहोस् है साइड छोडिदिनुहोस् डोली आवाजको छ पछाडिबाट साइड छोडिदिनुहोस् अगाडि बढ्दै हुनुहुन्छ उहाँले डोलीमा एकजना उहाँ नसक्नु हुनुहुन्छ उहाँलाई डोलीमा व्यवस्था पुरा मुक्तिनाथमा पुऱ्याउने व्यवस्था गर्दै हुनुहुन्छ जय हामी मुक्तिनाथ दर्शन गर्न आएका छौँ दर्शन गर्न आइपुगेका छौँ है फाइनली हाम्रो परिवार आइपुगेका छौँ छोरी न भिड छ अहिले नहुने भिड छ भिड छ जाडो छ भिड छ त्यो मुक्तिनाथ दर्शन ल माता रक्षा गरिदिनुहोस् हे परमेश्वरी हे माता ईश्वर भगवान् रक्षा गरिदिनुहोस् जय जय हो त्यहाँ त्यस्तो गर्ने छोरी जय 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 परमेश्वरी जय 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 मन्दिर हो मन्दिर धारा यो काग खोलाबाट झरेको झरना हो यो पुरै काग खोलाको झरना जय 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 मान्छेको लाइन एकदम छ लाइनमा पूजा गर्ने लाइन छ है पूजा गर्ने भयङ्कर भिड छ अहिले भयङ्कर भिड छ भयङ्कर अहिले एकदमै लाइन छ लाइन हामी अब लाइनमा बस्ने कार्यक्रम चलिरहेको छ बुवाहरू लाइनमा बस्नुपर्छ पनि मान्छेको भिड भयङ्कर छ भिड यता नौनी पनि भिड छ भने यो 108 धारामा नौनी धार्मिक यात्रीहरू हुनुहुन्छ म्याक्सिमम् इन्डियन पर्यटकहरू यहाँ घुम्नको लागि या
यहाँको एउटा आस्था बोकेर आउनुभएको छ। एकदम रमाइलो छ यो ठाउँ। यसलाई चाहिँ राम्रोसँग गर्नुपर्छ। राम्रो कुराहरू रमाइलो भइरहेको छ है अहिले। रमाइलो छ मुक्तिनाथको दर्शन भिड एकदम छ। लाइनमा छ है, लाइनमा मलाई आउँदो हुन्छ। मुक्तिनाथमा सबैले बुझ्नुपर्ने कुरा यति पर्यटक क्षेत्र हो, यति राम्रो धर्मस्थल हो, तर यो ठाउँमा व्यवस्थित हुन सकेको छैन। यो ठाउँलाई अझै व्यवस्थितको लागि सबै सरकारको योमा ध्यान जाओस् भन्ने लाग्छ। एकदम व्यवस्थित एकदम कम छ यो मन्दिरमा। न यहाँ शौचालयको व्यवस्था छ, न कपडाहरू चेन्ज गर्ने छन त छ, तर कुनै पनि व्यवस्था छैन त्यहाँ। त्यसको लागि सबै ल गाइस, हामी फाइनल्ली अब मुक्तिनाथ दर्शन गरेर नि फर्किँदैछौँ है। लेक लाग्ने समस्या अलि बुढाबुढीलाई लिएर हिँडेपछि अलिअलि भयो, अरूलाई खासै भएन। बुढाबुढीलाई अलिअलि भयो जस्तो छ, मम्मीलाई अलिकति भयो, अनि हजुरआमालाई चाहिँ भयो। हजुरआमालाई लेकको महसुस भयो, त्यो घोडामा चढेर जानुभयो। दर्शन गरेर हामी फर्किँदैछौँ। एक घन्टा त अलिकति भोक लाग्यो जस्तो भएर स्याउ खाँदै हुन्छ सबैजना। स्याउ खाँदै हुन्छ। ठिक छ, अहिले हामी जुमसुमबाट माथि फेरि तुमालेक जाँदैछौँ। तुमालेक जाने बाटो पनि एकदम अहिले हामी जुमसुमबाट तुमालेक जाँदैछौँ। तुमालेक जाने बाटो यो हो है। यहाँ हामी बिचमा एउटा भ्यू हेर्नको लागि गुरुले रोकेर यस्तो दामी छ नि यहाँ हेर्नुहोस्। यो देखिएको जुमसुम बजार हो, पुरै जुमसुम बजार। जुमसुम एयरपोर्ट हेर्नुहोस्, यहाँ कुनै पनि समय एनी टाइम खेती गर्नु पुरै देखिएको आलु, जौ, गुवा, स्याउ म्याक्सिमम छ। एकदमै रमाइलो दृश्य छ, एकदम रमाइलो आनन्द आइरहेको छ। चाहिँ खतरा लागिरहेको छ, खतरा एकदम 12 बजे छ, हावा खतरा चलिरहेको छ। आवाज कटाउला त्यसलाई चाहिँ यहाँ आएर ल फाइनल्ली हामी अहिले तुमालेक आइसकेका छौँ। यहाँ गाडी पार्किङ छ माथि, अझै माथि एउटा गुम्बा रहेछ। एकजनाको 30 रुपियाँ टिकट रहेछ। आई लभ तुमालेक लेखेको छ त्यहाँ फोटोहरू खिच्नको लागि। बुवा मम्मीको यहाँ एउटा फोटो